सर तपाईले हामीलाई धम्की दिएको हो? धम्की चेतावनी जे सम्झिनु मन छ सम्झिनुहोस्। मलाई त धम्की जस्तो लागिरहेछ। होइन होइन सानो स्वरमा भन्नु भएको छ धम्की हुनै सक्दैन नि, यो पक्कै चेतावनी हुनुपर्छ। ए बाबा धम्की भयो नि चेतावनी भयो नि के फरक पर्छ? बुझ्नुपर्ने कुरा बुझिहाल्नु पर्ने तपाईहरुले। तपाई किन जान्ने भएको? बोकाहरुको बीचमा बाख्री बोल्नु हुन्न थाहा छैन तपाईलाई? के रे कसलाई बाख्री भनेको? ए सरी सरी गल्ती भयो, बाख्री पो भनेछु। हामी बोका भएपछि त तपाईलाई त बोकी नि पो भन्नुपर्छ त है। अर्डर अर्डर, के नचाहिँदो कुरा भइरहेछ यहाँ? सर तपाईँ म्यानेजर हो के जज होइन? के को अर्डर अर्डर भनिरा? जज होइन हौ, म्यानेजर सर पहिला वेटर हुनुहुन्थ्यो के, त्यसैले अझै पनि उहाँको अर्डर अर्डर भन्ने बानी गएको छैन। मलाई लास्टेरी छुटिसक्यो है, विचार गरेर बोल्नुहोस् तपाईँहरू। मलाई पनि लास्टै पिसाब आइसक्यो है, छिटो मिटिङ सक्नुहोस् तपाईहरू। ए पिसाब आयो तपाईँलाई? आउनुहोस् मेरो मुखमा मुत्नुहोस्। मेरो कम्पनीमा त मुतिसक्नु भएको छ तपाईँले, अब म माथि मुत्नुहोस्।